Lahai yawatiu kana somlong sukmane somlong phasi bananin dai yawatiu. Hello साथीहरु नमस्ते सम्पूर्ण साथीहरुलाई म चाहिँ पत्कर सोर्दै छु साथीहरु। यो पत्कर चाहिँ मलको लागि म चाहिँ यही पत्करहरु सोरेर मलहरु बनाउँछु के साथीहरु मेरो फुलको लागि। अनि यो चाहिँ म चाहिँ यसरी यहाँ बोरामा पत्करहरु सोर्दै राख्छु कि साथीहरु। यसरी झरेको पत्ताहरु चाहिँ रुखबाट झरेको पत्ताहरु चाहिँ यसरी सोरेर ओ ज्याके अहिले त मलाई जहीँ पनि डिस्टर्ब गर्छ के। फुल रोप्न जान्छु फुल रोप्न दिदैन मेरो फुलहरु झार्देर भच्चाइदेर गमला फुटाइदेर उक्रो गर्छ। यहाँ पनि डिस्टर्ब गर्दैछ यसरी नै बेला पार्छ साथीहरु। म चाहिँ मल चाहिँ यसरी बनाउँछु। अब हाम्रोमा यस्तो रुख बिरुवाहरु छ नि त त्यही हावाले झार्छ। अनि त्यहाँदेखि यस्तै हो लिप कम्पोस्ट मल चाहिँ म चाहिँ यसरी तयार गर्छु साथीहरु। यसरी छ क्या हाम्रोमा चाहिँ घाँसको लागि बिरुवाहरु पालेको छु रोपेको छु भनौँ न पालेको छु भने रोपेको छु। अनि यसरी यिनीहरु पत्ताहरु झर्छ भुइँमा अनि त्यसरी चाहिँ भुइँमा झरेर चाहिँ म चाहिँ सोरेर बनाउँछु साथीहरु। यसरी छ साथीहरु छ हाम्रो चाहिँ टन्नै छ लिप कम्पोस्ट मल चाहिँ मेरो मजाले नै तयारी हुन्छ। अझै चैत वैशाखको यसमा त पुरै पत्ताहरु कति झर्छ नि त। अनि सोरो बनायो साथीहरु है। हरियो परियो चाहिँ टन्नै छ हाम्रोमा। अनि यसरी चाहिँ म चाहिँ रेडी गर्छु अनि राख्छु है साथीहरु। अनि यहाँ चाहिँ माथिबाट चाहिँ माटोहरु लगाइदियो अनि त्यहाँदेखि रेडी हुन्छ। मेरो यो चाहिँ धेरै भइसक्यो क्या सुकाउनु पर्ने छ साथीहरु। यो चाहिँ मैले तर खरानी राखेको हैन माथिबाट अस्ति पानी पर्न लागेको थियो अनि त्यहाँ आगो बालेको थियो भने पानीले बगाउँछ भनेर हताहता सोरेर यसमै लगाए। अनि अब मुनि चाहिँ अब मेरो 6-7 महिनै भइसक्यो यो त सुकाउनु भनेको साथीहरु सुकाउनु नभ्याएर क्या अब सुकाउनु पर्छ नि त एकचोटी चाहिँ सुकाए। अब यहाँ चाहिँ सुकायो भने मेरो फेरि कुखुराहरुले सबै छर्देर उक्रो गरिदिन्छ। अनि भित्र लगेर चाहिँ यसलाई चाहिँ म कुखुरा नभएको ठाउँमा चाहिँ सुकाउनु पर्ने साथीहरु। फेरि पानी पर्नु लाग्यो अब हेरौँ कुन बेला भ्याए भने अब सुकाउँछु एकछिनमा। त साथीहरु मैले चाहिँ आज यसरी नै गुड आफ्टरनुनको दिन गुड आफ्टरनुन बेला चाहिँ स्टार्ट गरे मेरो भिडियो मेरो ब्लग भनौँ। अनि चाहिँ सबै साथीहरुलाई गुड आफ्टरनुन भन्न चाहे है। सुरुमा चाहिँ मेरो काम देखाएँ अनि चाहिँ गुड आफ्टरनुन भने साथीहरु। हाम्रोमा चाहिँ यहाँ चाहिँ साथीहरु हेर्नु न आलु बखरा चाहिँ फल्दै रहेछ क्या वहाँनेरि कति धेरै थियो अस्ति है यहाँ थियो बोट। अनि तर सबै मङ्कीहरुले खाइदियो क्या साथीहरु। यहाँ 1-2 रहेछ अनि सबै यसले बाँदरहरुले खाइदिन्छ क्या साथीहरु। मजाले फलेको थियो भरे बाँदरहरुले टिप्दै सबै खाइदिएछ। सो साथीहरु म चाहिँ अब मेरो भिडियो स्टार्ट गरे है। यस्तै हो मेरो ज्याक पनि त्यहाँ छ। अनि अब चाहिँ मेरो यो मल चाहिँ लगेर भित्र सुकाउनु पर्ने छ साथीहरु। अनि यस्तै छ है कामकाज मेरो। अनि यस्तै हो भिडियो पनि यस्तै बनिने हो। गार्डनिङ गर्ने मान्छे भएपछि गार्डनमा चाहिने फुलमा चाहिने चिज नै देखाउनु मन लाग्छ है। मल माटो कसरी बनाइन्छ यस्तै हो साथीहरु। सो मेरो भिडियो हेर्दै गर्नु होला साथीहरु। सो साथीहरु म चाहिँ अब मेरो यो मललाई चाहिँ फिजाइदिनु पर्यो क्या। यसमा चाहिँ मेरो मल चाहिँ एकदमै डिकम्पोज भइसकेछ क्या साथीहरु। सुकाउनु नपाएर चाहिँ नभ्याएर चाहिँ यो गरेको थिइनँ। कसरी खनाउने साथीहरु अब एकछिन पुरै खनाउँछु अनि मात्रै भिडियो बनाउँछु। फाइनली साथीहरु है मैले चाहिँ निकालेँ मेरो मल। यो ड्रमदेखि चाहिँ यो मुख सानो भएको हुनाले चाहिँ निकाल्न यस्तो गाह्रो भयो कि मैले फेरि खादी बनाएको थिएँ त। अनि यो किचन वेस्ट त्यो किचनबाट आएको हुन्छ नि अब अन्डाको खोलहरु अनि के त्यो सब्जीहरुको आलु काटेकोहरु चाहिँ कस्तो मजाले डिकम्पोज भएछ क्या साथीहरु। अनि मजाको भएछ। अनि यो
मुनिबाट चाहिँ सुरुमा चाहिँ मैले यो सालको पत्ता क्या घाँस लगाइदिएको थिएँ। यो चाहिँ अलिक सलक सलकै छ यस्तो है, तर पनि यसलाई 2-3 दिन, यो नि 7 महिना त भइसक्यो होइन, कुहिएको अब बन्नेकै हो, तर अब कुहिएर यो मसिनो चाहिँ भएन यसलाई चाहिँ। तर अब घाममा 2-3 घाम सुकाएर झुरुम झुरुम हुन्छ नि त, घाम कस्तो लाग्छ अब झुरुम झुरुम हुन्छ नि, हातले मिचेर यो गर्यो भने लिप कम्पोस्ट मल भइहाल्छ हो साथीहरू। अनि त्यही हो। अनि यो यिनीहरू चाहिँ त्यही हो, सालको पत्ता र मैले खोलाको पत्ताहरू पनि हाल्दै थिएँ साथीहरू। तिनीहरू चाहिँ अलिकति अब के अब ढुट्टेन भनौँ न, तर यसलाई चाहिँ अब मजाले घाममा सुकाएर मिच्यो भने झुरुम झुरुम भइहाल्छ होइन, त्यस्तो डराउनु पर्दैन। यसले बोट बिरुवालाई बिगार्छ भन्ने चाहिँ छैन, भइसकेको कुहिसकेको काँचो होइन नि त। अनि यो चाहिँ फाइनली मेरो रेडी भएको हो मल। अब आज त घाम छैन, यसलाई पोको पारेर राख्ने, नभए त मेरो कुखुराहरूले बर्बाद गरिदिन्छ। अनि छरेर सबै अस्तिको लट पनि यता सबै यसरी सुकाएको थिएँ, भरे सबै बाहिर यसरी निकाल्दैछ क्या। अनि यस्तो अब निकालेर त सोरेको यस्तो ढुङ्गाहरू सब ढुङ्गा भएर मेरो मल माटोमा अस्तिको लट योपालि चाहिँ अब नबिगार्नु पऱ्यो। अहिले चाहिँ पोको पारेर राख्छ, अनि भोलि घाम आएपछि सुकाइदिन्छु अलिकति फराकिलो गरेर। सो आजको मेरो काम यो भइहाल्यो। अब फेरि यो खाली भयो, यसमा फेरि अब रेडी गर्ने हो, किचनबाट निस्केको हुन्छ नि त कुहिने मलहरू रेडी गर्ने। यो चाहिँ रेडी भयो मेरो एउटा। अनि त्यो बोराको चाहिँ अब मेरो रेडी गर्दै गरेको, त्यो चाहिँ लिप कम्पोस्ट मल मात्रै हो, पत्ताको मात्रै होइन साथीहरू। यो चाहिँ मिक्स पत्ता पनि हालेको छु। अनि किचनबाट निस्केको अब अन्डाको खोलहरू, किचनबाट अब कुन कुहिने चिजहरू हुन्छ नि त सबै तिनीहरू मिसाएको थिएँ। अनि मैले चाहिँ अलिकति खरानी पनि मिसाएको छु, खरानी पनि। सो त्यही हो, यो यस्तो यो चाहिँ फ्याँक्दिनु पर्यो। यसरी बनाएँ साथीहरू, यस्तो भयो। अब चाहिँ म अरू कामहरू, आजको मेरो भिडियो चाहिँ छासमिसे भिडियो हुने पर्यो साथीहरू है। सो अब चाहिँ यति नै हो यो मलको काम चाहिँ मेरो। यसलाई चाहिँ अब पोको पारेर राख्छु, अनि अब उता फुलबारीमा गएर अलिअलि के को भिडियो बनाउँछु अनि पोस्ट गर्ने हो साथीहरू। ल साथीहरू, म फेरि फुलबारीमा आइपुगेँ। ल बर्बाद गर्दैछन् मेरो मनकेहरूले त, सत्यनाश गर्दैछन् है। हेरेर गमला पनि, गमलाको अभाव भएको बेला मलाई फुटाइदिएछन् है मेरो फुलहरूको त। के हालत बनाइदिएछ सबै, ला खाएर यो मनेहरूलाई त नि म हेरेर ठुट्ठे नाङ्गै झार बनाइदिएछन्। के गर्ने, ला मेरो हेर, मेरो मनपर्ने हिजै मात्रै मलाई मनपर्ने चिजलाई यस्तो हुन्छ भने झन् मनपर्ने मेरो हाइबिस्कसलाई चाहिँ ठुट्ठे बनाइदिएछ साथीहरू। के गरौँ म अब, हेर गमलाको अभाव भएको बेला मेरो एउटा गमला नष्ट भयो रे बाबा, क्या करूँ मैं, के गर्नु यो अब अलिक दिन यसमै होस्, अर्को गमला नल्याइछ। धन्नाले यो भाँच्चै नछौ मेरो लालुपाते। हेरे पो भयो त हौ, म त अब बल्ल हेर कस्तो गरेर स्याहारेर केयर गरेर फुल्नु थालेको थियो। मेरो हाइबिस्कसहरू बर्बाद गरेछ मेरो मनकेहरू निस्केर त। यस्तो राम्रो फुलिरहेको थियो। चकचकेहरू घरि कुकुरले के गर्छ, घरि यो मनेहरूले मलाई त धुरुकै लगाइसक्यो। गार्डनिङ गर्नु नदिने परे, हेर फुल्नु लागेको थिएछ। यो त कलिलो छ, अब सर्दैन होला यो मुना त। यो चाहिँ अलिक छिप्पिएको रहेछ, गाडिदिनु पर्यो। तर यो रेड कलरको त टन्नै छ मेरो यो। ला यस कलमी गरिदिइहालेछ त बाख्राले। यो त सर्दैन होला, तर अब कलिलै छ, सर्छ कि गाडी दिइहेर्नु पर्यो यसको। अब यो के है, भरे यसको नि अब त्यसै ठुटे भइ त हाल्यो। अब
यो अर्को योहरू यहाँ कलमी गरेर अब दिदीहरूले माग्दै हुनुहुन्थ्यो यहाँ कलमी गरेर सार्नु पर्यो मेरो यो अर्को मलाई त सबैभन्दा त यो त कुन कलरको यो येल्लो कलरको होला कि यसको पो माया लाग्यो त गमला बल्ला बल्ला भएको भनेको थिएँ यस्तो खाइदिएछ यहाँको रोज हटाएर रोज भएको भए चाहिँ रोजको काराले घोचेर अगाडि बढ्दैन थियो एउटा हेबिस्कस डाइरेक्टली भयो अनि सजिलो भयो तिनीहरूलाई भर्याङबाट जाँदै जाँदै चकचक गर्नु सबै बच्चाइदिएछन् हौ के गर्नु ल यसलाई पनि धन्नाले यो भाँचेन छ मेरो लालुपातेलाई त कुनामा लगेर लुकाइहाल्नु पर्यो कुन दिन फेरि निस्केर खाइदियो भने यो मेरो डबल खालको यो लालुपाते हो माइजूले दिनुभएको यो चाहिँ चारैतिर झुसुलेले चाहिँ दिक्कै लगाइसक्यो साँच्ची नै पर्दैन सारी हेर्नु पर्यो साथीहरू है यिनीहरूलाई चाहिँ यसमा डिप गरेर एलोभेरामा डिप गरेर सार्नु पर्यो यो त कलिलै छ यो सर्छ कि सर्दैन चकचक गरिदिएर यहाँनिर अब यिनीहरूलाई गाडीले सर्यो भने त ठिकै छ सरेन भने केही छैन मैले अस्ति यो वाइट कलरको हाँगा गाड्दै थिएँ पत्ता त मुना सानो आउँदैछ सरेको हो कि होइन सर्छ होला अनि एजेलिया अस्ति नर्सरीबाट ल्याउँदा सानो सानो फुल थियो क्या यहाँ मैले मलहरू मजाले भयो होला अनि कस्तो ठुलो ठुलो हेर्नु ठुलो फुलिरहेछ अस्ति नर्सरीबाट सुरुमा ल्याउँदा लटको त सानो सानो फुलिरहेछ अहिले त कस्तो मजाको ठुलो फुलिरहेछ हेर्नु मलहरू पुगेर होला अहिले जस्तो मजाले पहिला एकचोटि मैले वाइट कलरको ल्याएको थिएँ मर्यो नि त अनि मन मरिरहेको थियो अनि जोगाउन सक्दिनँ रहेछ एजेलियाहरू भनेर अनि योपालिको चाहिँ राम्रै छ एकचोटि मेरो बाख्राले सबै खाइदिएर ठुटे बनाएको थियो अनि यहाँ कुनामा लुकाइदिएको अहिले फुल्दैछ हेर्नु न एजेलियाको त गइसक्यो भने भएर फुल्दो रहेछ हौ साथीहरू है अस्ति एक लट फुलिसक्यो नि त अनि त्यही माथि बाख्राले खाएर ठुट्टे बनाइदिइरहेको थियो अहिले चाहिँ नि मजाले फुलिरहेछ सानो एउटा दुईवटा कोपिला अनि उहाँनिर कुन कोपिला लाग्दैछ त्यस्तो छ है साथीहरू अनि यो मेरो बगमबेली त हेर्नु न यो कुन कलरको सेतो ला अब बाँच्यो मरे म त कस्तो कमजोरी हो नि त बल्ल बल्ल एउटा फुलेको थियो बाँच्यो मेरो बगमबेलीको फुल यो कस्तो राम्रो खालको रहेछ हेर्नु न साथीहरू सेतो सेतो पनि अनि यहाँ चाहिँ अब पिङ्क कलरको आउँदै थियो कस्तो मजाको रहेछ बाँच्यो मेरो बगमबेलीको फुल बल्ल बल्ल एउटा अनि यो पनि कस्तो बिजोग भइरहेछ क्या साथीहरू यो मेरो बगमबेली कताबाट खिच्ने हो भिडियो पनि अनि ला के हुन्छ नलर न यार तिमी यता बस अनि अब के गर्ने यो अनि यो क्या यहाँ हेर्नु न यसको यो डाँट छ नि यो यस्तो कमजोरी छ कि अब यो सारेको है फेरि झुसिले यहाँभित्र हे भगवान् यो झुसिलेले अनि यो एकदम माथिबाट त्यसको मुना आएछ क्या एकदमै माथि अब यो त कालो कालो भइसकेको छ होइन यहाँ आधी जस्तो त कालो कालो भइसकेको छ नि त अनि यहाँदेखि त्यसको मुना आएर अब जस्तै यहाँ तलकोहरू चाहिँ अब डरै छ अनि यिनीहरू चाहिँ फेरि अलिकति अनहेल्दी टाइपको त्यसको उयो गएको छ यो चाहिँ कस्तो मजाको हेर्नु न यस्तो लामो उयो भएको छ कि तर यो बाङ्गिरहेछ पो त अनि अलिकति यस्तो भाँच्ची नै सहेछ अनि मेरो पालो यहाँ यो लालुपातेहरूकोमा अरेसो लाएर
फुल कोपिला बस्दै थियो नि त। अनि त्यस पछाडि हेर्नु न यस्तो माथि छ, अब यहाँ माथि फुल्छ होला, तर अब यो चाहिँ अलिकति यता भाँच्ची नै सकेको छ क्या। अनि यो चाहिँ अलिकति यहाँ हुँदाखेरि मैले पुग्दाखेरि चाहिँ मैले यसलाई अडेसो लाएको हो। अलिकति यो डाँटहरू छिप्यो भने चाहिँ अनि हाँगाहरू सार्न मिल्छ होला भनेर। एकदमै कलिलो थियो नि त, यस्तै त थियो। यस्तै अब यस्तो त अब यसको त यो त हाँगा सार्दा सर्दैन। अनि यहाँसम्म पुगेको थियो त्यस बेला चाहिँ यो भाँचिँदाखेरि। अनि हल्का मैले अरिसो लगाइदिएर अनि छोडिदिएको। अनि फुलो पनि एउटा मात्रै फुल है, अरू पनि फुलेको छैन। अनि त्यस पछाडि अब अलिक छिप्पोस् भनेर बिस्तारो अरिसो लगाएको थियो। अनि अहिले त यहाँ माथि पुगिरहेछ त्यसको हाँगा है। यिनीहरू चाहिँ कलिलो छ, यहाँसम्म यहाँ आएर चाहिँ छिप्पिरहेछ होइन। अब बाइचान्स चाहिँ अब यत्तिकै छोडिदिन्छु। यता यो डाँटहरू छिप्पियो भने त नि धेरैवटा हाँगा सार्न सकिन्छ नि त, बनाउन सकिन्छ। अनि त्यही भएर चाहिँ अनि मैले यस्तो नाजुक तरिकाले राखेको छु साथीहरू है। तर यो झन् बढ्दै गएर उता गएर नि हेभी हुँदै जाँदैछ क्या। अनि बिचारा यहाँ बोक्नु सक्यो, सबै बाङ्गिसकेको छ। यहाँ भाँच्ची नै मात्रै लागेको छ साथीहरू है, के गरिदिने हो। अनि त्यस्तो भइरहेछ। अब भाँचिहाल्यो भने यसको अब हाँगाहरू यताको त अलिक दुईवटा जस्तो त बनिन्छ होला, यहाँ एउटा गरेर चाहिँ भाँचे पनि अर्को हाँगा सार्न सकिन्छ होला भनेर चाहिँ आश छ साथीहरू। यो बगमबेली मेरो भिडियो बनाउँदैछु, टक्लक्क झरी गयो। अर्को पिङ्क कलरको बगमबेली छ, त्यो चाहिँ अब अनि सरिरहेछ। एकचोटि फुलो सानै छ त पनि। मेरो यहाँभित्रको मेरो के छ हाल खबरको नि, मेरो हेबिस्कस माइजीले पठाउनु भएको। अर्को यहाँ त्यो त अस्ति नै कोपिलै थियो ल्याउँदाखेरि नै, अझ पनि हेल्दी नै छ। अनि यसको कोपिलाहरू चाहिँ सबै झरेछ। अनि उहाँ पर मेरो यो गोदाबारी पनि हरिएछ, त्यसको त जरै थियो नि त। अनि सर्दैछ, सरो भन्ने गोदाबारी त सरो होला। हेबिस्कसहरूको चाहिँ म अहिले भन्न सक्दिनँ है। भर्खर कति दिन 10-15 दिन भयो कि 6-7 दिन भयो। आजको काम चाहिँ मेरो के छ भने नि साथीहरू, यो मेरो प्लान्टलाई यहाँ माथि लगेर राख्नुपर्ने छ वालमाथि। अनि मेरो अर्को चाहिँ मेरो यो मनेहरूले मेरो यसमा मैले अस्ति यो रोपेको थिएँ नि बर्मकमल साथीहरू, गमला पल्टाइ झारेछ मनेहरूले। अनि धन्नाले फुटेन छ क्या, यस्तो माथि चाहिँ यो त अलरेडी अस्ति नै फुटेकै थियो। धन्नाले गमला चाहिँ फुटेन छ, घोप्टाइदिएछन्। अनि सबै माटो झरेको थियो। यहाँ चाहिँ मम्मीले अनि सोरेर माटो राखिदिनु भएको छ। अनि अब फेरि लगाएर बर्मकमल रोपिदिनु पर्यो। यहाँ चाहिँ मम्मीले राखिदिनु भएको। अब बर्मकमल चाहिँ चारैतिर अब यहाँ नै होस् भन्दै हुनुहुन्थ्यो मम्मीले, तर यहाँ सरेपछि फेरि पछि उखालेर पोली ब्यागमा त त्यसको उयो हुँदैन नि त, यो त ठुलो हुने हो। फेरि उखाल्दै रोप्दाखेरि चाहिँ जरा भरै यो भयो भने पछि प्लान नै सबै सखा पुग्ने हुन्छ, डर हुन्छ। अब गमला चाहिँ ठिकै छ। यसमा मुनिबाट अब यो अस्ति अर्को गमला फुटाइदिएर अस्ति मेरो मनेहरू साह्रै चकचके भयो। मने चकचके, डगी चकचके। अनि अब चाहिँ यसमै बर्मकमल रोपिदिन्छु। अनि अलिकति कुना साइडमा राख्नु पर्यो, साह्रै चकचक गर्न थाल्यो। मेरो मन के अरे मुनि नपालौँ भने पनि रहर लाग्ने घाँस छ। अनि घाँस वेस हुन्छ भनेर बुवाले पाल्नुहुन्छ मुनि पनि। यसलाई चाहिँ के भइरहेछ, पानी नजाने भइरहेछ। दुलो बनाइदिनु पर्यो। कस्तो दुलो त अलरेडी हुन्छ त, कस्तो च्याप यस्तो खालको माटो यो लस टाइप भयो। यो पानी सुक्खा हुराउनु पर्यो यसलाई। कहाँ राखिदिउँ, पानी अलिक दिन नहाल्नु पर्ला। पुरै भइसक्यो, मर्ने अवस्थामा भइसक्यो। गोदाबारीहरूको हालत पनि यस्तो भइसक्यो, यिनीहरूलाई रिपोर्टिङ गर्नुपर्ने। यो बर्मकमल मर्छ भनेर मलाई साह्रै डर लागिसक्यो साथीहरू। झारेर यहाँ घाउ नै भइदिएछ यसको, के गर्नु र। खुसी भएको मेरो खुसी दुःख नहोस्, मेरो खुसीलाई यसरी यसलाई कहाँ लुकाइदिनु। बाख्राहरूले दिक्क लगाइसके, लडाइदिएर गमला झारिदिएर फुटाइदिएर ध्वंसै गर्छन् हौ।
यसलाई चाहिँ अलिक उता कुना साइड राखिदिनु पर्यो क्या। यहाँ छेउमा यस्तो छेउमा राख्छु है, तिनीहरू आउँछ निस्केर भर्याङबाट गएर यता आएर पुत्रुक 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 उफ्रिन्छ। मेरो हिबिस्कसहरू पनि खाइदिएर बिजोक बनाइदिइरहेछ। कस्तो राम्रो फुल्दै थिएँ, दिनका दिन भिडियो बनाउँदै थिएँ, यिनीहरूकै अहिले त खाइदियो, ठुट्ठे बनाइदियो। अनि मैले तिनीहरूले खाएर यो गरिदिएको नि क्लिप्स लिएको थिएँ साथीहरू, त्यही पनि अलिकति पोस्ट मिलाएर पोस्ट। आजको मेरो भिडियो चाहिँ एकदम छासमिसे जानकारीवाला भिडियो चाहिँ भएन, छासमिसे भिडियो भयो है साथीहरू। वाच टाइमले गर्दाखेरि क्या कसरी 30 मिनटको भिडियो बनाऊँ भन्ने मात्रै ध्यान जाँदैछ हौ। जानकारी खालको चाहिँ भिडियो अहिले बनाउनै पाएको छैन साथीहरू, त्यही 30 मिनट चाहिँ कसरी पुरा भिडियोमा भन्ने मात्रै हुन्छ साथीहरू है। सो अब यिनीहरू राख्नु पर्यो। अब राख्नको लागि त म एक हातले भ्याउँदिनँ, अनि मेरो यो यिनीहरूलाई पनि तल राखिदिनु पर्ने छ साथीहरू। छोरीलाई एकचोटि फकाइ हेर्नु पर्यो भिडियो बनाइदिन्छ कि बनाइदिँदैन। अनि मेरो कालम्चीहरूलाई चाहिँ नि साथीहरू लिएर यहाँ राखिदिनु पर्यो होइन, कालम्चीहरूलाई चाहिँ। अनि यिनीहरूलाई चाहिँ उहाँ माथि त्यो वालको यसमाथि राखिदिनु पर्यो भनेको। भ्याउँछु कि भ्याउँदिनँ, भ्याउँछु कि भ्याउँदिनँ अरे, राख्न चाहिँ सक्छु कि सक्दिनँ। मेरो छोरीलाई चाहिँ बोलाएँ मैले है साथीहरू। छोरीले चाहिँ भिडियो खिचिदिन्छ कि भनेको, खिचिदेऊ त भिडियो, म उतो यिनीहरू राख्छु। अनि यहाँ यो लाउनु पर्यो। यो चाहिँ पिना चाहिँ क्या साथीहरू, एक लट पिना हालिदिनु पर्यो यो मेरो फुलहरूमा। माथि वालमाथि राखेर त फेरि म लाउनु पाउँदिनँ, हेर्दिनँ माथि अप्ठ्यारो हुन्छ। त्यही भएर चाहिँ यो पिना चाहिँ लगाइदिनु पर्यो। माथि वालमा राख्छु। अब त्यहाँ माथि कसरी राख्नु? हातले सक्नु पर्यो नि सादा। माथि चाहिँ यो फुल झन् नराम्रो देख्छ भने टाउकोमा झर्छ। कसको टाउकोमा झर्र भने छैन। गाइस अभी लड्नु होला नि। राखेँ साथीहरू फाइनली। अब अर्को बन्द कुकुर। My dear mother, what are you doing? Very useless. Not useless. Very useful, but also useless. Useful and useless at the same time. मलाई के चाहियो नि फेरि त के किन्दिनु नि फेरि त मलाई दिनु म मेरो साथीलाई दिन्छु। खाली त सक्नु के दिन्छु। आमा छ्या मसरुम खाने को खाने? कसलाई खानु छ आउनुहोस् घरमा। मसरुम भेरी नमिठो मसरुम। तपाईँ बोल्दै हुनुहुन्छ, बोल्नु न अलिकति। के बोल्नु? के किन्दिनु नि मलाई चाहिँ। I need something to eat because I am very hungry. अय्यम्मा झन्डै लडो पनि। मेरो साथीको टाउको दुख्दाखेरि यस्तै गर्छ। सुवानाको टाउको दुख्दाखेरि यस्तै गर्छ। के गर्छ?
हाल्छ ऊ माथिको सुवाना तलको म ब्याकवक ए साथीहरू मैले चाहिँ यसरी मिलाएर राखेँ कालम्चीहरूलाई। अब पछि यसको सिजन आएपछि चाहिँ यसको मुनाहरूबाट अर्को हाँगा बनाएर रोप्ने हो होइन। अनि मदर प्लान्टहरू चाहिँ यसमै फुल्नु दिन्छु। अनि यस्तो मुनाहरू चाहिँ निकालेर अर्को अब सिक्योरको लागि चाहिँ उयो गर्ने हो। यसलाई चाहिँ अब माथि लगेर राख्छ साथीहरू। मेमे गर्दै बस्दैछन्। यसलाई चाहिँ हटाइदिन्छु। मैले यस्तो हाल्दो रहेछ च्यातेर कहिले च्यातो हुनु। अब लुकाएर राख्नु पर्यो साथीहरू। मनीले लडाएर माथि राख्नु। तपाईँलाई मनीले निस्काउनु कसले लाग्यो? एमा मरे अय्यामा भन्नु लडे अब अन्य छ रिकर्डिङ। साथीहरू मेरो बर्मकमलहरू चाहिँ एकै ठाउँमा राखेँ है। यो मेरो घरमै भएको हो। अनि यो चाहिँ के भन्छ गिफ्ट आएको हो। त्यही अस्ति नै यसको भिडियो त बनाइसकेको थिएँ तर फेरि बाख्राहरूले झार्दैछ। गमला धन्नाले गमला चाहिँ फुटेन छ पल्टाइदिएछ। अनि यहाँ चाहिँ अलिकति यस्तो बाँचे छ है। अनि त्यही हो मेरो यो उयसलाई पनि गमला उयसमा लाउनु पर्ने होइन। हेल्दी भएछ यस्तो यस्तो यो म नभ्याएको भन्नु कि जानी यस्तो केयरलेस गरेको कि के गर्नु साथीहरू। यस्तो हेल्दी भइरहेछ हो मेरो के भन्छ यसलाई के पो भन्छौ हंसराज। अनि इङ्ग्लिस नेम त यसको त के पो हौ छ्या आइरहेको पनि नआएको। अब म यसको चाहिँ भोलि नै यो गर्नु पर्यो। अहिले यहीँ बसोस्। यो उता मम्मीले फ्याँकिदिनु भएको थियो बारीमा। मैले टिपेर ल्याएको त फेरि मम्मीलाई चाहिँ यो मन पर्दैन क्या। यो फुल चाहिँ खोइ नरोप्नु भनेर कसले भनिदिनु भएको थियो भने मेरो मदर प्लान्ट नै उखालेर फ्याँकिदिनु भएको थियो मम्मीले। अनि हाँगाहरू चाहिँ सारेको थियो धन्दाले। अनि त्यही फुलिरहेछ यहाँ चाहिँ यो फुलिरहेछ क्या। त्यही हो हंसराज के पो भन्छ हौ कस्तो भन्नु नआएको। मलाई चाहिँ नि कस्तो प्लान्ट फुलहरूको नाम थाहा भइरहेको पनि जब भिडियो बनाउने बेलामा बिर्सिने आदत छ क्या। मजाले फुलिरहेछ है साथीहरू। अब तर यो अब सुकिसकेको पो त पिङ्क कलरको थियो। अब अहिले अब घामले गर्दा अनि सुकेर अब अनि यो तर त्यस्तो डार्क पिङ्क चाहिँ होइन हल्का पिङ्कमा हो। डार्क पिङ्क हुन्छ अनि ब्लू कलरको नि हुन्छ साथीहरू है। मसँग पहिला ब्लू कलरको थियो। अनि मलाई चाहिँ उता माइतीको छेमाले ल्याइदिनु भएको थियो क्या। यो पनि उहाँले नि ल्याइदिनु भएको हो। अनि त्यो अर्को ब्लू कलरको पनि उहाँले ल्याइदिनु भएको थियो। ब्लू कलरको चाहिँ एकचोटि फुलो अनि मासिको यो चाहिँ छ क्या छ है। छेमा भन्दाखेरि बिचरा उहाँ चाहिँ अहिले यो दुनियाँमा पनि हुनुहुन्न। मिस गर्छु। यो चाहिँ मान्छे संसारमा हुनुहुन्न पनि उहाँको हात। अनि यो वाइट पिटोनिया पनि उहाँले नै ल्याइदिनु भएको क्या छ है। मासिएको छैन। अर्को निलो कलरको नि थियो त्यो चाहिँ मासियो। यो वाइट चाहिँ छ। जस फुलहरू छ उहाँको हातको सम्झिरहेको छु। त्यस्तै हो साथीहरू है। अब एक दिन सबैजना
जानुपर्ने हुन्छ भगवान्जीको पासमा। के गर्नु, त्यस्तै हो साथीहरू। सो साथीहरू आजको भिडियो के कस्तो भयो, एकदमै मिक्स भिडियो भयो मेरो। अनि त्यही हो, वाच टाइमको लागि चाहिँ म अब भिडियो अलिक लामो पोस्ट गर्दैछु क्या अहिले चाहिँ साथीहरू। त्यही हो, अब अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबै साथीहरूलाई। नयाँ साथीहरू हुनुहुन्छ भने मेरो फुलबारी च्यानलमा जोडिनु होला, सब्सक्राइब गरिदिनु होला मेरो च्यानल, अनि लाइक कमेन्ट गरिदिनु होला। अनि नयाँ साथीहरू हुनुहुन्छ भने जसलाई चाहिँ अब वाच टाइमको लागि या त अब सपोर्ट चाहिएको छ भने कमेन्ट छोड्नु होला, म न्यू हो भनेर मलाई सपोर्ट गर्नु भनेर। म अवश्य त्यही कमेन्ट मार्फत चाहिँ चाँडै कुदेर आउनेछु है। कमेन्टहरू छोड्नुभयो भने, कमेन्ट छोड्दाखेरि चाहिँ सर्ट भिडियोको फर्स्ट मतलब यो सर्ट भिडियोको नभए लङ भिडियो भने फर्स्ट भिडियोमा चाहिँ, फर्स्ट भन्नाले सुरुमा पोस्ट गरेको होइन साथी, जुन चाहिँ अब फर्स्टमा पोस्ट मतलब लास्टमा चाहिँ पोस्ट भएको हुन्छ नि, फर्स्ट भिडियो तल गएर होइन। अनि त्यो होम पेजमा आउँछ नि भिडियोहरू, त्यो चाहिँ अब हाम्रो तलको भिडियोहरू पनि आउँदो रहेछ। अनि होम पेजकोमा चाहिँ कति साथीहरूले म न्यू फ्रेन्ड हो भनेर छोड्नु हुँदो रहेछ नि त। अनि तल भिडियो त गएर हेरिँदैन, कहिलेकाहीँ चाहिँ म हेर्ने गर्छु, अनि गइँदैन। फर्स्ट भिडियो या त सेकेन्ड भिडियो नै हेरिन्छ हो कमेन्टहरू। म चाहिँ कमेन्टदेखि अहिले अब चाहिँ म कमेन्टबाट चाहिँ साथीहरूलाई सपोर्ट गर्नु पर्यो भन्दै सोच्दैछु हो साथीहरू। म चाहिँ अब के भन्छ अन गरिदिन्छु, के भन्छ बिहानै छिटै अब मोबाइलमा चार्ज छ भने लङ भिडियो अन गरिदिन्छु हो साथीहरूको। अनि त्यस पछाडि अब जे आफ्नो काम गर्नुपर्ने गर्छु। अनि कतिको कमेन्ट छुट्छ होला, कतिलाई देखिहाल्यो भने कमेन्ट गर्छु, त्यस्तै हो साथीहरू। अनि अहिले चाहिँ म कमेन्टबाट अब कमेन्ट हेरेर कमेन्टबाट सपोर्ट गरौँ कि साथीहरूलाई त्यो तरिकाले गरौँ कि भनेर सोच आउँदैछ हो साथीहरू, त्यो सही हो कि होइन है। अनि अब कमेन्टबाट गर्दा चाहिँ आफूलाई जसले सपोर्ट गरिरहेछ उहाँको पेजमा गएर अब खोलेर भिडियो एउटा हुन्छ कि दुईवटा हुन्छ भिडियो सपोर्ट गरेर आउनु पर्यो, त्यस्तो पो गरौँ कि भन्दैछु हो साथीहरू। मेरो विचार चाहिँ कस्तो लाग्यो हजुरलाई, कसले त्यस्तो तरिकाले गर्नुहुन्छ। अनि मलाई चाहिँ एकजना सिस्टरले भन्नुभएको थियो म आजकल कमेन्टदेखि मात्रै सपोर्ट गरिरहेको छु भनेर, तर म त कमेन्ट उहाँको चाहिँ भिडियोहरू हेरिरहेको छु, तर सबै चाहिँ उहाँको डेली ब्लग भएको हुनाले अब कुनै छुट्छ होला, कुनै दिन म पनि हेर्नु पाउँदिनँ, अथवा केही कारणले अब आफू कहिले बिरामी भयो भने कहिलेकाहीँ अब पाहुनाहरू आउनुभयो भने मोबाइलहरू अन गर्न पाइँदैन, चलाउन पाइँदैन। त्यो हिसाबमा कति त छुट्छ होला, डेली ब्लग गर्ने साथीहरूको त छुट्छ है। अनि त्यो जस्ट मैले देखिपाएको चाहिँ म इग्नोर गर्दिनँ, स्क्रोल गर्दिनँ, म कमेन्ट गर्छु अनि सपोर्ट पनि गरिरहेको छु। सो साथीहरू यति भन्दै आजको मेरो भिडियो कस्तो लाग्यो हजुरलाई। ओके, बाई बाई एभ्रिवान। टरन क्या देखो ये मेरे फ्लावर। Okay, bye guys.